मा कुरा गर्न गइरहेको छु भन्दा डिजिटल सिग्नेचरको बारेमा कुरा गर्न गइरहेको छु है। हामीसँग दुईटा मान्छे हुन्छन्, राम हुन्छ सीता हुन्छ है। सिम्पल छ। रामसँग पनि उसको आफ्नै प्राइभेट की हुन्छ, पब्लिक की हुन्छ। सीताको पनि आफ्नै के हुन्छ त प्राइभेट र पब्लिक की हुन्छ है। त्यसपछि अब रामले चिठी लेख्छ, श्री सीता निमन्त्रणा यसरी एबिसी डक भनेर लेख्छ। अब यो डकुमेन्ट यो सीतालाई पठाउनु पर्यो। मुख्य उद्देश्य भनेको यो डकुमेन्ट सीताकोमा जान पर्यो। सीताकोमा जाँदाखेरि डकुमेन्ट चेन्ज पनि हुनु भएन, चेन्ज हुन भएन। त्यसपछि रामले नै पठाएको कन्फर्म हुनु पर्यो, र यो सीताले रामले पठाएको होइन भन्न नसक्ने हुनु पर्यो, हैन। भनौँ फर इक्जाम्पल तपाईले कसैलाई 10,000 रुपियाँ पठाउनु भयो, तपाईको मुद्दा मामिला परेर हैन उले 8,000 मात्रै पठाएको भनेर तपाईले मुद्दा हाल्नुभयो भने तपाईले त फ्रड गरेको हो नि त। त्यो कुरा पनि सिस्टमले क्याच गर्न सक्नु पर्यो हैन। त्यो पनि क्याच गर्न सक्नु पर्यो। अब यी सबै कुराहरू कसरी हुन्छ त डिजिटल सिग्नेचरको माध्यमबाट भन्ने कुराहरू गरौँ हैन। तपाईले यसरी पत्र कम्प्युटरमा अब टाइप गर्नुभयो हैन। त्यसपछि तपाईले एउटा ह्यास फङ्सन भन्ने कम्प्युटरमा जेनेरेट हुन्छ। मान्नुस् कि तपाईले एउटा फङ्सन भनेको के हो, इनपुट दिएपछि केही यसले आउटपुट निकल्छ हैन। त्यति के बुझ्नु भन्दा तपाईले इनपुट यो जुन फाइल पठाउनु पर्ने हो, जुन डाटा पठाउनु पर्ने हो, त्यो ह्यास फङ्सनमा लगाएर एउटा आउटपुट निकाल्नु भयो हैन। यो भनेको ह्यास भ्यालु भनौँ न, यसलाई ह्यास भ्यालु भनेर भनौँ हैन। यो नै पठाउने होइन है, यही सिधै पठाउने होइन। पठाउने के हो त भन्दाखेरि तपाईसँग आफ्नो प्राइभेट की हुन्छ, कतै निकायबाट प्राइभेट की लिएको हुन्छ। अब तपाईले यो प्राइभेट की आफ्नो प्राइभेट की यो जुन ह्यास भ्यालु छ यसमा लगाएपछि एउटा डिजिटल सिग्नेचर बल्ल यहाँ जेनेरेट हुन्छ है। अब तपाईले के गर्नुहुन्छ त भन्दाखेरि पठाउने कुरा के हो त भन्दा यो श्री सीता निमन्त्रणा लेखेको जुन फाइल छ, यो फाइल प्लस यो डिजिटल सिग्नेचर, पठाउनुहुन्छ है। यो कुनै यो अब डिजिटल च्यानल मार्फत तपाईले यसलाई पठाउनुहुन्छ। अब सीताले के गर्छ त, अब सीताले गर्ने कामहरू हामी हेरौँ हैन। सीतासँग पनि आफ्नै पब्लिक की र प्राइभेट की छ। अब सीताले के गर्छ भन्दा पहिला यसलाई यो डाटा मात्रै है, यो डिजिटल सिग्नेचर बाहेकको अर्को डाटा, यो जुन मेन फाइल हो, यसलाई पनि के गर्छ त यसले पनि यही ह्यास फङ्सन युज गरेर यसमा इनपुट यही यो फाइल हुने भयो। यसको एउटा ह्यास भ्यालु 1 भनेर आउँछ है। फर इक्जाम्पल यो ह्यास भ्यालु हामीले 1 भनेर सपोज गरौँ, जस्तो x1 भनेर हामीले पढ्थ्यौँ नि स्कुलमा, हो त्यस्तै यो ह्यास भ्यालु 1 हो है। अब सीताले के गर्छ त भन्दाखेरि यो डिजिटल सिग्नेचर लगाएर रामले त पठाएको छ। अब यसलाई के गर्छ त भन्दाखेरि यो डिजिटल सिग्नेचर जुन छ, यो डिजिटल सिग्नेचर यो कसले लगाएको त
यो चाहिँ रामले लगाएको भनेको अब यो पब्लिक की चाहिँ कसको युज गर्छ भन्दा रामको पब्लिक की चाहिँ के हुन्छ त सबैलाई अभाइलेबल हुन्छ। पब्लिक भनेको सबैलाई अभाइलेबल हुने हो। अब यसबाट पनि एउटा के आउँछ त यस भ्यालु 2 भनेर आउँछ मानौँ हैन। मानौँ यो x2 हो। अब बल्ल रमाइलो कुराहरू छ। अब के छ भन्दा जुन यो x1 र x2 चाहिँ यदि बराबर छ भनौँ न भने चाहिँ यो के भयो यो भेरिफाई भयो है। भेरिफाई भयो के तपाईले जसरी सही गरेर पठाएको हुन्थ्यो नि हार्ड कपीमा उसले पठाएको भने तपाईले भेरिफाई गर्न सक्नुहुन्थ्यो उसको सहीको आधारमा भने अब यहाँ पनि यो अवस्थामा यो भेरिफाई भयो। अब मानौँ यो x1 र x2 भेरिफाई बराबर छैन अरे ल यो बराबर छैन। अब कुन बेलामा नहुन सक्छ त भन्दाखेरि मानौँ यो श्री सीता लेखेको डकुमेन्टमा श्री गोपाल लेखेको मानौँ श्री गोपाल लेखेको डकुमेन्ट छ निमन्त्रणा श्री गोपाल लेखेको डकुमेन्ट यो सीता के अरे रामले पठाएको हो तर यो बिचमा कोही मान्छे बसेको छ भने यो यसरी डकुमेन्ट चाहिँ यो पाउने मान्छेले जुन रिसिभर हो रिसिभर भनेको अहिले हाम्रो सीता छ हैन। सीताले चाहिँ यो डकुमेन्ट पायो भने यो x1 र x2 बराबर हुँदैन। किन हुँदैन भन्दाखेरि उसको श्री सीता निमन्त्रणाको x1 भ्यालु एउटा आउँछ भने यो श्री गोपाल लेखेको भ्यालु अर्को आउँछ र अब यसको डिजिटल सिग्नेचर के छ त x2 छ हैन। यो x1 र x2 त बराबर हुनुपर्छ भनेको यसको लागि चाहिँ अब हामीले ह्याश फंक्सन लगायो भने मानौँ यो श्री गोपाल लेखेको चाहिँ सीताले प्राप्त गर्यो मानौँ मिस्टेक भएर है कसैले चेन्ज गरिदियो बिचमा भने यो x1 भनौँ न र यो x2 चाहिँ त डिजिटल सिग्नेचर त यसको छ हैन। x2 त बराबर भएन यो बराबर हुँदैन भनेपछि यो उसलाई चाहिँ सीतालाई के थाहा हुने भयो भन्दा सीतालाई के थाहा भयो भन्दा हैन यो पठाएको डकुमेन्ट मा समस्या छ है। त्यो एउटा कुरा भयो। अब के भयो भन्दा अर्को चेन्ज हुन भएन हैन डाटा चेन्ज हुन पाएन। अब रामले नै पठाएको कन्फर्म कसरी हुन्छ भन्दाखेरि रामले नै पठाएको कन्फर्म कसरी भयो भन्दाखेरि चाहिँ हाम्रो जुन यहाँ छ हामीले डाटालाई चाहिँ यो एउटा डाटा भयो हैन। डाटा प्लस हामीले त डिजिटल सिग्नेचर दुईटा कुरा पाउँछौँ। अब हामीले डिजिटल सिग्नेचर रामको सट्टामा अर्को कुनै एउटा व्यक्ति हैन गोपाल भन्नेको की युज गरेको छ भने यो डाटा र यसले दिने ह्याश फंक्सन लगाएर x1 निकालेको र यसको x2 चाहिँ के हुँदैन बराबर हुँदैन। त्यो पनि हाम्रो समस्याको समाधान भयो है। अब अर्को छ हाम्रो यसले डिजिटल सिग्नेचरले गर्ने काम भनेको सीताले रामले पठाएको होइन भन्न नसक्ने हैन अथवा चाहिँ सीताले रामले पठाएको डाटा चाहिँ यो होइन अथवा खराब छ अथवा चाहिँ होइन भन्न सक्दैन। किन सक्दैन भन्दाखेरि अब सुन्नु जस्तो मानौँ यहाँ कसले पठाएको छ यहाँ चाहिँ रामले सीतालाई पठाएको छ हैन। रामले केही कुरा सीतालाई पठाएको छ।
अब यहाँ यिनीहरूको बिचमा मुद्दा पर्यो। मुद्दा कसरी पर्यो भन्दा रामले भन्छ मैले 1 लाख रुपियाँ पठाएको, सीताले भन्छ मैले 50,000 मात्रै हजार मात्र पाएँ भन्ने, फर इक्जाम्पल यसरी मुद्दा पर्यो यिनीहरूको होइन। अब यो हामीले गडबड लुकाम छलम भन्ने खालको कुराहरू हो कि चाहिँ होइन। जस्तो अदालतमा अब के पर्यो त मुद्दा पर्यो। अब मुद्दा परेपछि के हुन्छ भन्दाखेरि जुन रामले पठाएको डकुमेन्ट हुन्छ, यो डकुमेन्ट प्लस डिजिटल सिग्नेचर हुन्छ, यो त अदालतमा पनि जान्छ होइन। अदालतमा पनि यो डकुमेन्ट त मानौँ उनीहरूले चाहिँ पठाएको कुरो त अदालतमा पनि पुग्छ। अब अदालतले हेर्छ, अदालतले हेर्दा चाहिँ 1 लाखै पठाएको छ होइन। 1 लाखै पठाएको छ भने चाहिँ यसलाई अदालतले चाहिँ अब कारबाही गर्छ। भनेपछि यसरी यसले पठाएको होइन भनेर पनि उसले भन्न नसक्ने अवस्था हुन्छ है। यति नै हो डिजिटल सिग्नेचरको बारेमा।